बैठ छौ बैठ 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 सुत 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 मजाले तपाईं सौराहा स्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा पुग्नु भएको छ भने पक्कै पनि यी भाले छावा खगेन्द्र प्रसादलाई भेट्नु भएकै होला। पर्यटकहरूलाई फूलमाला लगाएर आशीर्वाद दिने खगेन्द्र सबैका प्यारा हात्ती पनि हुन्। 2076 साल माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका उनी सौराहा स्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किँदैछन्। 5 वर्ष पुग्नै लागेका खगेन्द्रलाई जदु सिंह थारूले निरन्तर तालिम दिँदै हुर्काउँदै आइरहेका छन्। कोसीकलीले जन्म दिएको खगेन्द्रलाई नभेटी पर्यटक फर्कँदैनन्। हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र मध्येको एक खगेन्द्र नै हुन्। यसरी हुर्कँदै गरेका खगेन्द्रलाई अब भने तपाईहरूले भेट्न पाउनुहुने छैन। उनी छिट्टै नेपाली कामदारहरू जाने गरेको विदेशी भूमि कतार जाँदैछन्। नेपाल सरकारले कतारका राजाको नेपाल भ्रमणको क्रममा 2 वटा हात्ती उपहार दिने निर्णय गरेसँगै खगेन्द्रको कतार यात्रा तय भएको हो। खगेन्द्रको रेखदेख माउते जदुले निरन्तर गर्दै आइरहेका छन्। उनीले बिहान खानेकुरा कुची खुवाइसकेपछि राप्तीमा लगेर नुहाउने र दिनभर जंगलमा घुमाएर पुनः तालिम केन्द्रमा ल्याउँछन्। वर्षौंदेखि रेखदेख गर्दै आइरहेका माउते जदुलाई यो निर्णयले केही खुसी तुल्याएको त छ नै, तर उतै छोडेर आउनु पर्दा भने दुखी बनाएको छ। 81 कहिले काहीँ हैन, 81 एक्लै भएको बेलामा कराउने के। पहिला त्यस्तो बच्चा अहिले त त्यस्तो गर्दैन, तैपनि अहिले नि एक्लै साथी नहुँदा अनि कराउँछ, आफै हुर हार गर्ने। ठीक छ, यो एक्लै पनि जहाँ छोडिदियो नि यो यताउति जाँदैन। हजुर, अरू बच्चा भन्दा यो राम्रो छ, इमानदार छ यो। हजुर, अब हुन्छ नि त, घाँस काट्ने बेला छोडेर घाँस काटिन्छ नि, सँगै हुन्छ। अनि मैले नै सुरुदेखि सिकाएको उठ बस दायाँ बायाँ यताउति हरेक थोक। के गर्न जानेछ यो नमस्कार गर्छ, आशीर्वाद दिन्छ, माला लगाइदिन्छ, त्यस्तो। अरू हात्तीभन्दा फरक छ सर। सबै हात्तीले त्यस्तो जानेको हुँदैन, तर उहाँले मलाई चान्स दिनुभयो सिकाउनलाई। अनि सबै थोक चाहे जति सबै थोक गर्छ सर। अब यही थियो सानैदेखि हैन, सबै थोक सिकाएको। अब पठाउँदैछ, दुःख त लाग्छ नै हैन, दुखी छौँ। तैपनि अब के गर्ने, अब सरकारले दिएछ पठाउँछ भनेछ कि एउटा यो पनि छ भनेछ कि जसले जो यो हात्तीमा काम गर्छ त्यहाँ हैन एक वर्षमा आउन पाउँछ हैन। यहाँको भन्दा त्यहीँको तलब स्किलहरू राम्रो हुन्छ। त्यो एउटा कुराले खुसी नै लाग्छ हैन, खुसी छु। तर अब सानैदेखि नेपालको यही घर परिवार हरेक नजिकै थियो, जहिले मन लाग्थ्यो त्यहीले जान्थे, आफ्नो देशमा थिए हैन। यसैगरी चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी छन् 5.5 वर्षीय टुहुरो पोथी छावा रुद्रकली। हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली 3 महिनाको छँदा पूजाकलीको मृत्यु भएपछि टुहुरो भइन्। पूजाकलीको 5 सन्तान मध्येको सबैभन्दा कान्छी रुद्रकलीको दिनचर्या पनि खगेन्द्रको जस्तै छ। उनी पनि धेरै कुरा सिकिसकेकी छन्। दिउँसोको समयमा माउतेले जंगलमा डुलाउन लैजाँदा उनी गैंडा न त बाघसँग नै डराउने गरेकी छन्। रुद्रकली निडर स्वभावकी छन्। उनी निडरसँगै इमानदार र भनेको कुरा मान्ने गरेको माहुते विजयदास थारू बताउँछन्। खगेन्द्रसँगै रुद्रकली पनि उपहार स्वरूप कतार जाने भएपछि माउते द्वय विजयदास र रामदत्त चौधरीलाई केही खुसी र केही दुखी तुल्याएको छ। यसको आनी बानी राम्रो हो, छोड्दे नभाग्ने, टाढा गए नि बोलाएपछि आउने यसको बानी हो। अनि जस्तै ढोग्ने, आशीर्वाद दिने, जे गराउन खोजे त्यही नि गर्ने, फ्याट सिक्छ चाँडै। नजाने कुरो नि चाँडै सिक्छ यसले। जस्तै रुखमा नि कति हात्ती चढ्दैन, यो हात्ती चढ्छ रुखमाथि, भनेको मान्छ। मान्छे हात्तीमाथि नचढे नि यो भनेको सबै कुरो मान्छ। राम्रो त लाग्दैन, किनकि केहीसँग डराउँथेन यो हात्ती। नराम्रो भए बाहिर देश पठाउने, नराम्रो हात्ती पठाइरह, ठिकै भएर हाम्रो नेपालमै राम्रो हात्ती पठाइदिरह, माया त लगाइहाल्छ नि।
बाघसँग नि केहीसँग नडराउने बच्चा, सानो बच्चा भयो नि, 5 वर्षको बच्चा, 5.5 वर्षको बच्चा भयो नि, केहीसँग डराउँदैन यो। गैँडा नि ठाडै जान्छ गैँडानिर। अस्ति 2-3 चोटि बाघसँग नि जम्का भेट भयो, पछाडि हटेन बच्चा, झन् बाघतिर दौडेर गइदिने हान्नलाई। त्यही भएर जनावरसँग डराउँदैन यो। खगेन्द्र र रुद्रकली हात्ती गत वर्ष तालिम लिने मध्येका उत्कृष्ट हात्ती हुन्। उनीहरू दुवै स्वस्थ छन्, इमान्दार, स्वस्थ र विदेशमा पनि सहज रूपमा बस्न सक्ने भएकाले यी दुई हात्तीलाई उपहार पठाउन लागि हो। नेपाल सरकारले हात्तीसँगै उनीहरूलाई रेखदेख गर्दै आइरहेका माउतेहरूलाई पनि सँगै कतार पठाउने तयारी गरेको छ। हालसम्म नेपाल सरकारले विभिन्न देशहरूलाई 47 वटा वन्यजन्तु तथा अखेटो उपहार दिइसकेको छ भने 120 वटा घडियाल र मगर गोइका गैंडा उपहार दिएको छ। हालसम्म सबैभन्दा धेरै 26 वटा गैंडा उपहार दिएको छ। हात्ती उपहार भने पहिलो पटक दिन लागि हो। पहिलो पटक हात्ती विदेश जान लागेकोले यसप्रति सबैमा कौतूहलता पनि जागेको छ। विद्यार्थी भिजामा अस्ट्रेलिया जापान जाने एकमात्र परामर्श केन्द्र। तपाई सौराहा स्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा पुग्नु भएको छ भने पक्कै पनि यी भाले छावा खगेन्द्र प्रसादलाई भेट्नु भएकै होला। पर्यटकहरूलाई फूलमाला लगाएर आशीर्वाद दिने खगेन्द्र सबैका प्यारा हात्ती पनि हुन्। 2076 साल माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका उनी सौराहा स्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किँदैछन्। 5 वर्ष पुग्नै लागेका खगेन्द्रलाई जदु सिंह थारूले निरन्तर तालिम दिँदै हुर्काउँदै आइरहेका छन्। कोसीकलीले जन्म दिएको खगेन्द्रलाई नभेटी पर्यटक फर्कँदैनन्। हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र मध्येको एक खगेन्द्र नै हुन्। यसरी हुर्कँदै गरेका खगेन्द्रलाई अब भने तपाईहरूले भेट्न पाउनुहुने छैन। उनी छिट्टै नेपाली कामदारहरू जाने गरेको विदेशी भूमि कतार जाँदैछन्। नेपाल सरकारले कतारका राजाको नेपाल भ्रमणको क्रममा 2 वटा हात्ती उपहार दिने निर्णय गरेसँगै खगेन्द्रको कतार यात्रा तय भएको हो। खगेन्द्रको रेखदेख माउते जदुले निरन्तर गर्दै आइरहेका छन्। उनीले बिहान खानेकुरा कुची खुवाइसकेपछि राप्तीमा लगेर नुहाउने र दिनभर जंगलमा घुमाएर पुनः तालिम केन्द्रमा ल्याउँछन्। वर्षौंदेखि रेखदेख गर्दै आइरहेका माउते जदुलाई यो निर्णयले केही खुसी तुल्याएको त छ नै, तर उतै छोडेर आउनु पर्दा भने दुखी बनाएको छ। 81 कहिले काहीँ हैन, 81 एक्लै भएको बेलामा कराउने के। पहिला त्यस्तो बच्चा अहिले त त्यस्तो गर्दैन, तैपनि अहिले नि एक्लै साथी नहुँदा अनि कराउँछ, आफै हुर हार गर्ने। ठिक छ, यो एक्लै पनि जहाँ छोडिदियो नि यो यताउति जाँदैन। हजुर, अरू बच्चा भन्दा यो राम्रो छ, इमानदार छ यो। हजुर, अब हुन्छ नि त, घाँस काट्ने बेला छोडेर घाँस काटिन्छ नि, सँगै हुन्छ। अनि मैले नै सुरुदेखि सिकाएको उठ बस दायाँ बायाँ यताउति हरेक थोक। के गर्न जानेछ यो नमस्कार गर्छ, आशीर्वाद दिन्छ, माला लगाइदिन्छ, त्यस्तो। अरू हात्तीभन्दा फरक छ सर। सबै हात्तीले त्यस्तो जानेको हुँदैन, तर उहाँले मलाई चान्स दिनुभयो सिकाउनलाई। अनि सबै थोक चाहे जति सबै थोक गर्छ सर। अब यही थियो सानैदेखि हैन, सबै थोक सिकाएको। अब पठाउँदैछ, दुःख त लाग्छ नै हैन, दुखी छौँ। तैपनि अब के गर्ने, अब सरकारले दिएछ पठाउँछ भनेछ कि एउटा यो पनि छ भनेछ कि जसले जो यो हात्तीमा काम गर्छ त्यहाँ हैन एक वर्षमा आउन पाउँछ हैन। यहाँको भन्दा त्यहीँको तलब स्किलहरू राम्रो हुन्छ, त्यो एउटा कुराले खुसी नै लाग्छ हैन, खुसी छु। तर अब सानैदेखि नेपालको यही घर परिवार हरेक
नजिकै थियो, जहिले मन लाग्यो त्यसले जान्थे, आफ्नो देशमा थिए हैन। यसैगरी चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी छन् 5.5 वर्षीय टुहुरो पोथी छावा रुद्रकली। हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली 3 महिनाको छँदा पूजाकलीको मृत्यु भएपछि टुहुरो भइन्। पूजाकलीको 5 सन्तान मध्येको सबैभन्दा कान्छी रुद्रकलीको दिनचर्या पनि खगेन्द्रको जस्तै छ। उनी पनि धेरै कुरा सिकिसकेकी छन्। दिउँसोको समयमा माउतेले जंगलमा डुलाउन लैजाँदा उनी गैंडा न त बाघसँग नै डराउने गरेकी छन्। रुद्रकली निडर स्वभावकी छन्। उनी निडरसँगै इमान्दार र भनेको कुरा मान्ने गरेको माहुते विजयदास थारू बताउँछन्। खगेन्द्रसँगै रुद्रकली पनि उपहार स्वरूप कतार जाने भएपछि माउते द्वय विजयदास र रामदत्त चौधरीलाई केही खुसी र केही दुखी तुल्याएको छ। यसको आनी बानी राम्रो हो, छोड्दे नभाग्ने, टाढा गए नि बोलाएपछि आउने यसको बानी हो। अनि जस्तै ढोग्ने आशीर्वाद दिने, जे गराउन खोजे त्यही नि गर्ने, फ्याटफ्याट सिक्छ चाँडै। नजाने कुरो नि चाँडै सिक्छ यसले। जस्तै रुखमा नि कति हात्ती चढ्दैन, यो हात्ती चढ्छ रुखमाथि, भनेको मान्छ। मान्छे हात्तीमाथि नचढे नि यो भनेको सबै कुरो मान्छ। राम्रो त लाग्दैन, किनकि केहीसँग डराउँथेन यो हात्ती। नराम्रो भए बाहिर देश पठाउने, ए नराम्रो हात्ती पठाइरह, ठिकै भएर हाम्रो नेपालमै राम्रो हात्ती पठाइदिरह, माया त लगाइहाल्छ नि। बाघसँग नि केहीसँग नडराउने बच्चा, सानो बच्चा भयो नि, 5 वर्षको बच्चा, 5.5 वर्षको बच्चा भयो नि, केहीसँग डराउँदैन यो। गैँडा नि ठाडै जान्छ गैँडानिर। अस्ति 2-3 चोटि बाघसँग नि जम्का भेट भए, पछाडि हटेन बच्चा, झन् बाघतिर दौडेर गइदिने हान्नलाई। त्यही भएर जनावरसँग डराउँदैन यो। खगेन्द्र र रुद्रकली हात्ती गत वर्ष तालिम लिने मध्येका उत्कृष्ट हात्ती हुन्। उनीहरू दुवै स्वस्थ छन्, इमान्दार, स्वस्थ र विदेशमा पनि सहज रूपमा बस्न सक्ने भएकाले यी दुई हात्तीलाई उपहार पठाउन लागि हो। नेपाल सरकारले हात्तीसँगै उनीहरूलाई रेखदेख गर्दै आइरहेका माउतेहरूलाई पनि सँगै कतार पठाउने तयारी गरेको छ। हालसम्म नेपाल सरकारले विभिन्न देशहरूलाई 47 वटा वन्यजन्तु तथा अखेटो उपहार दिइसकेको छ भने 120 वटा घडियाल र मगर गोइका अण्डा उपहार दिएको छ। हालसम्म सबैभन्दा धेरै 26 वटा गैंडा उपहार दिइएको छ। हात्ती उपहार भने पहिलो पटक दिन लागि हो। पहिलो पटक हात्ती विदेश जान लागेकोले यसप्रति सबैमा कौतूहलता पनि जागेको छ। विद्यार्थी भिजामा अस्ट्रेलिया जापान जाने एकमात्र परामर्श केन्द्र सेन्ट्रल कलेज।